अन्तर्राष्ट्रिय स्तरमा न्यायका लागि गुहार गर्दै एक नेपाली नेपाल सरकारका कार्यालयहरूमा राजनैतिक हाबी भएको पीडितको दाबी। 1065 दिनदेखि निरन्तर प्रमाण सहित न्याय खोजिरहेका एक नेपाली आज भारतीय मिडिया र भारतीय सरकार समक्ष गुहार गर्न बाध्य बनेका छन्। भारतीय बीमा कम्पनीको संयुक्त लगानीमा सञ्चालित रहेका लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड विरुद्ध बारम्बार उजुरी दर्ता हुँदा पनि नेपालका सम्बन्धित निकाय, नियामक निकाय, नेपाल बीमा प्राधिकरण तथा राज्य संयन्त्र मौन बसेको पीडितले आरोप लगाएका छन्। पीडित सत्येन्द्र पाण्डेको भनाइ अनुसार प्रमाण हुँदाहुँदै पनि पहुँच, पैसा र सेटिङका साथै शक्तिको आडमा सत्य दबाउने खेल भइरहेको छ। पीडित पाण्डेले यदि प्रमाणले पनि न्याय दिलाउन सक्दैन भने देशमा कानुन किन चाहियो भन्दै गम्भीर प्रश्न गरेका छन्। सुशासनका लागि गठन भएको भनिएका बालेन सरकारमा पनि पाण्डेले नेपालका धेरै राष्ट्रिय मिडिया सत्य बोल्न साहस गर्न नसकी सूचना र विज्ञापनको लोभमा मौन बसेको आरोप लगाएका छन्, जसका कारण सर्वसाधारणहरूको आवाज दबिँदै गएका छन् भने भ्रष्ट समूहहरू खुला रूपमा संरक्षण पाइरहेको पीडित पाण्डेले आफ्नो पीडा पोखेका हुन्। उनले भारतीय मिडिया र भारत सरकारसँग आग्रह गर्दै नेपालमा भइरहेका बीमा अनियमितता तथा पहुँचको राजनीतिक र न्यायमाथिको हस्तक्षेप बारे सत्य उजागर गर्नको लागि माग गरेको छन्। यो घटनाले नेपालमा न्याय बाँचेको छ कि छैन भने गम्भीर प्रश्न उत्पन्न गरेको छ।